यस्तो दामी दामी भ्यू हेर्दै अनि यति धेरै महँगो एप पनि हेरेर जापानिज पसलमा नेपाली मसलाहरू। आज चाहिँ हामी कहाँ गयौँ भिडियो अन्तिमसम्म हेर्नु होला है त। मेरो पर्स चाहिँ हिजो बेलुकादेखि हराएर हामी दुईजना चाहिँ अब हिजो सुपामा बिर्स्यो कि भनेर सुपामा सोध्न जान लाग्यो। घाम यस्तो चर्को लागेको थियो कि अब त्यस्तो चर्को भयो भने हामी चाहिँ हिँड्दै गएर पर्स लिएर आयौँ। लास्टमा त्यही सुपामा बिर्सेको रहेछ कि मैले, अनि रिसाएर त्यसले अनुहार बिगारेको। हेर्नु न, घाम हेर्दा त बाहिरै निस्किन मन नलाग्ने घाम लागेको छ नि। अब के गर्नु, बाध्यता हो कि अब यो सबै। मसँग पर्स लिनलाई साथी गइदियो केले त के खान्छस् भनेको, म त पिरो चाउचाउ खान्छु रे के। ल ठिकै छ नि त भनेर अनि करेन्ट चाउचाउ थियो, करेन्ट चाउचाउ बनाइदिएँ मैले। चाउचाउ मात्र होइन, अब मोटाउनलाई अन्डाहरू पनि खा भनेर अन्डा पनि बनाइदिएँ 2टा। त्यसले अस्ति नदेखि लुगा किन्न जानु छ भनेर भन्दै थियो। अनि ल जाने भए जाउँ न त भनेर साथीहरूलाई पनि बोलायौँ। अनि हामी 4जना चाहिँ गयौँ लुगा किन्न। जाँदा जाँदै बाटोमा चाहिँ यस्तो दामी दामी ठाउँहरू पर्ने रहेछ क्या। अनि हामी 4जना गफ गर्दै गर्दै यस्तो दामी दामी भ्यू हेर्दै हेर्दै हामी चाहिँ लाग्यौँ त्यसको लुगा किन्ने ठाउँतर्फ। मलाई चाहिँ यो गाडीको नाम थाहा छैन, तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु त के हो। यस्तो दामी थियो कि मलाई चाहिँ पहिला थाहा थिएन कि यसरी समुद्रको पानी सुक्ने अनि फेरि बढ्ने किन हुन्छ भनेर। पछि मैले च्याट जिपिटीलाई सोधेर हेरेको, यो चन्द्रमाको गुरुत्वाकर्षणले गर्दाखेरि यसरी पानी सुक्ने बढ्ने हुन्छ अरे भन्दो रहेछ क्या। गर्मी हेर्दा त यस्तो पौडी खेल्न मन लागिरहेको थियो, घर जान ढिला हुन्छ भन्नु हामी चाहिँ गयौँ सुपातिर। यहाँ हेर्नु न, जापानमा आँपको मूल्य कति छ। आँपको मूल्य देखेर दङ्ग पऱ्यो म त। फर्स्ट टाइम त्यत्रो महँगो आँप देखेँ यार मैले। त्यसलाई मैले सोधेको नेपाल गएर तँलाई के खान मन छ भन्दाखेरि त मलाई नेपाल गएर काँचो आँप खान मन छ अरे कि। ल भनेर यस्तो आफ्नो पनि 1-2 सर्ट लिएर अनि हामी चाहिँ लाग्छौँ लुगा किन्नतर्फ। यो एउटै बिल्डिङमा धेरै थरीको ब्रान्डहरू रहेछ कि लुगाको। त्यो चाहिँ खासमा यो एचएममा जान्छु भनेर आएको हो। यो पनि एउटा राम्रै खाले ब्रान्ड रहेछ जापानमा चाहिँ। लास्टमा एचएमबाट नकिनेर उनीहरूले गुबाट किनेर लिएर आयो। अनि फाइनली सपिङ गरिसकेपछि हामी चाहिँ घरतर्फ लाग्यौँ। यसको चाहिँ रहर मात्रै हो कि पैसा खर्च गर्न चाहिँ लास्टै डराउँछ फेरि। किन नकिनेको भनेको मन परेन रे लुगा। अनि त्यसपछि घर जाने भनेर बाहिर आउनु लाग्यो। बाहिरको भ्यू त बबाल देखिरहेको रहेछ क्या। यो यसरी देख्नु चाहिँ मेरो लक हो जस्तो पनि लाग्छ कि, किनभने अहिलेसम्म मैले त्यसरी देखाएको थिएन कि। दामी देख्दो रहेछ कि फेरि भ्यू चाहिँ। त्यसपछि हामी ढिला नगरिकन नेपाली मसला पाउने सुपामा गयौँ। त्यहाँ किन्न चाहिँ हामीले किनेनौँ, तर नेपाली पानीपुरी मसला, चटपटे मसला सबै रहेछ क्या। प्राइस पनि नेपाली हलालहरू भन्दा ठिकै रहेछ है। अनि नानहरू पनि थियो त्यहाँ चाहिँ। तपाईँहरू गिनौन एरियामा हुनुहुन्छ भने चाहिँ सजिलै गएर किन्न सक्नुहुन्छ, किनभने गिनौन नजिकै पर्छ त्यो चाहिँ। त्यहाँबाट ल्वाङ, सुकमेल, तेजपत्ता सबै पाउँदो रहेछ कि त्यो ठाउँमा। मलाई त थाहा नै थिएन, फर्स्ट टाइम थाहा पाएको मैले। अनि घर नजिकको सुपामा गएर हामीले अन्डा किनेको। मेरो हात त कस्तो कालो देख्यो क्या आम्मा। मैले त्यस्तो भने मात्रै के थियो, त्यसले त कम्पेयर गर्नलाई हात पो लिएर आउँदो रहेछ कि। लास्टमा घर पुगेर चाहिँ त्यसले मलाई यस्तो मिठो थुक्पा बनाइदियो कि। आजको लागि यति नै, भेटौँ अर्को भिडियोमा। बाई।